Namaste guys, we are super excited to go to join NRM Punjab like I mean Alright guys, finally we are here at Lakri Panjang ma आइपुग्यौं हामी जाडो छ It was a long ride अब हामी छिटो छिटो यहाँ टेन्ट सेटअप गरिवरी आगो हाल्नु पर्छ यार लास्ट जाडो This is Luminate Solar Lights sent by Luminate Nepal. I have been using this product in most of every outdoor activities and honestly this is super nice. I would definitely recommend you guys to get one. Since this is my first experience of Nepal Riders Meet, I was already feeling excited. Also seeing how the organizing team and Foray Nepal managed everything, it just blew me away. From proper managed toilets, hot shower to venue itself, everything was on point. Excited for day one. के भन्नु आज हाम्रो एनआरएम राइडर्स मिटमा आज भ्यालेन्टाइन्स डे परेछ सो भ्यालेन्टाइन्स डे इज बेसिकली भालेहरू टाइड अप हुने दिन अनि हाम्रो भालेर बाँधेको अब सानो वक वक भनेको त्यसले पनि वक वक भन्छ वक 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 भन्छ वक लेट्स गो फर वक भन्छ वक वक यसको साथीहरू चाहिँ सबै त्यहाँ तल छ 9 जना एक्लै छ यहाँ अनि अलिकति लजाइरहेछ तर खाओस् बिचरा 3 तोला भयो भने बढ्छ कि ओके एनआरएम यो पालिको एडिसन 8th एडिसन चाहिँ हामी हिजो आइपुगेको खासमा एक दिन अगाडि सो अब फर्स्ट टाइम काठमाडौँमा हुँदैछ आइएम स्योर इट विल बी गुड अनि भेरी इज नाइस अब पानी नपरोस् भोलि शिवरात्रिमा पर्छ भने हल्ला छ हाम्रो होइन नपरोस् अनि हेरौँ सबैजना अहिलेसम्म ठिकै छ एभ्रिथिङ इज गुड अब लन्च खानुपर्छ भोक लागिरहेको छ यहाँनिर चाहिँ हामीले योगेन्द्रलाई धरानबाट भेट्यौँ कहिले आएर फुत्त जान्छ होइन ऊ यहाँ चितवनको सौजीलाई भेट्यो यहाँ आउँछ सामान किनेर टाप दिइहाल्छ इन्डिया जाने सामान किन्ने होइन तर ओभरअल एभ्रिथिङ अकर्डिङ टु जे डिजाइन गरेको भयो कम्प्लिटेड भयो होइन सो लुकिङ फरवर्ड फर द ग्रान्ड अब बोकाहरूको चाहिँ एउटा मात्रै चाइनिज मात्रै दारी देखेँ है यसो नि अरू चाहिँ के हो I'm very happy after very long time हाम्रो आफ्नै ब्रदरहुडको दाजुभाइहरूलाई भेट्न पाउँदाखेरि I'm very glad so you guys also having a very great time है so cheers to brotherhood है ओके सबभन्दा पहिला चाहिँ यो सबैजना यत्रो मान्छेहरू हामी यति सबैजना इन्डिया नेपाल भुटान जर्मन बङ्गलादेश कहाँबाट किन आइपुग्यो भने इट्स द लभ फर द बाइक एन्ड वान बाइक द्याट इज रोयल एनफिल्ड होइन त्यो तपाईँले सुदूरपश्चिममा त्यो बाइक किनिसक्नु भएको छ र त्यो चाहिँ मनदेखि नै किन्नु भएको छ भने तपाईँ र मेरो मन मिलिसकेको छ क्या वी थिङ्क अलाइक भइसकेको छ तर तपाईँ ट्राफिक रुल तोडिराख्नु भएको छ त्यसबाट भने तपाईँ र मेरो मन मिलेन अब तपाईँ ग्रुप बनाउन चाहनुहुन्छ लाइक माइन्डेड पिपलहरू खोज्नुहुन्छ भने दिज आर द टाइप अफ पिपल द्याट यु आर गोइङ टु मिट यदि तपाईँ रोयल एनफिल्ड मन पराउनुहुन्छ भने म पनि रोयल एनफिल्ड मन पराउँछु हाम्रो मन मिल्छ
यस्तै इभेन्टहरूमा भेटिन्छ। अब तपाईँको ग्रुप बनाउँदाखेरि चाहिँ एटलिस्ट यस्तो साथीहरू बनाउनुहोस् जसले चाहिँ एकअर्कासँग कर्कर गरेर होइन कि एकअर्कालाई बाटोमा अप्ठ्यारो परेको बेलामा एक्लै नछोड्ने। द्याट इज द रियल एसेन्स अफ ब्रदरहुड। यो जुन प्रकारको हाम्रो राइडिङ ग्रुप छ यसले प्रमोट गर्ने नै के हो भन्दाखेरि ब्रदरहुड हो। तपाईँ 10 जना चढिराख्नु भएको छ, एकजनाको बाइक बिग्रियो भने 9 जना बाँकी पनि सबैजना त्यहीँ बस्ने हो। त्यो पाङ्ग्रा बन्छ, त्यसपछि बनिसकेपछि लगाइन्छ अनि 10 जना फेरि सँगसँगै अगाडि बढ्ने हो। सो तपाईँले ग्रुप बनाउँदै हुनुहुन्छ भने थिङ्क वाइज के मैले खोजेको 9 जना 5 जना 4 जना 7 जना साथीले तपाईँको बाइक ब्रेकडाउन हुँदाखेरि तपाईँको लागि रोक्छ कि रोक्दैन, तपाईँलाई आपत परेको बेला त्यहाँ हुन्छ कि हुँदैन। द्याट इज ब्रदरहुड, द्याट इज इम्पोर्टेन्ट इन रोयल एनफिल्ड ग्रुप, टिम एन्ड क्लब हो। आफ्नो मन मिलेको त्यो ग्यारेन्टी हो। तपाईँलाई दुःखमा साथ दिने ग्यारेन्टी भएको ग्रुप चाहिँ खोज्नुहोस्। तपाईँ एक्लै हुनुहुन्छ भने यु क्यान एक्सप्लोर सो मेनी डिफ्रेन्ट ग्रुप्स ओभर हियर। अनि तपाईँलाई तर आफ्नो नजिकको भयो भने त्यहाँदेखि ट्राभल गरेर आउन सजिलो हुन्छ है। सो टिम ग्रुप चाहिँ लाइक माइन्डेड ब्रदरहुड पिपलको बनाउनुहोस्। इन्डियाको धेरै ठाउँहरूबाट आसाम, चेन्नई, दिल्ली, शिलङ, त्यसपछि आएर देयर आर सो मेनी लाइक दार्जिलिङ, सिक्किमबाट थियो। कति धेरै हुन्छ नि राइडर्सहरूसँग कनेक्ट हुन पायौँ। साथसाथै नेपालको नि अल ओभर नेपाल दे आर लाइक हन्ड्रेड्स अफ रोयल इनफिल्डको क्लब्सहरू। अब नट जस्ट लाइक वान बाइक बिकज इट्स नट अबाउट अ ब्रान्ड, इट्स अबाउट the feeling that we share that makes this whole thing special. र कति 550 जना राइडर्सहरू आइपुग्यो भनेर चाहिँ मैले सुनेको थिएँ and it was just amazing. The music, the vibes, the food, everything was just great. We got friends Nice from being here Assam. at Nepal Riders Meet, all the way from Karbi Anglong, Assam. Everything is so nicely done here, I must say, and it is totally a very good experience for us coming down all the way and having such a nice atmosphere. Above all, good brotherhood and good food, and everything is so fine. Nothing to complain here. Nothing to complain. Like the pleasure to be here, I must say. Thank you very much. Why should everyone get a motorcycle, or why should everyone should ride? Everyone should ride to feel the freedom of life, actually, because we are all constrained in our own lives, in our homes, right? Someone doing family, someone doing job, someone doing blah blah blah. But this is the riding time which we enjoy and feel the freedom of our lives, and we just go back and get refreshed, and we work harder in life again to get the opportunity to ride to another place, another event, another year, all the time. That's it, riding for us. We do it like a family. Wife and me, we ride together, and we cherish the moments which we enjoy riding together. The difficulties also sometimes on the road maybe, but that is all part we enjoy, and we just make ourselves stronger in our hearts and minds, right? Thank you, brother. That's what I want to say. You started from 2017? Yeah, Actual 15, ride. 15. But we are a club from 2019. We formed our club by 2019. So Jambali Motorcycle Club, Karbi Anglong, Assam. We are representing 3 people here in Nepal Riders Meet 2026. And it's been a great pleasure to be here, and we'll be here again next year at Nepal Riders Meet, wherever it happens. I don't know where it is, but surely we'll be here again. This is your first time in Nepal? First time in Nepal, and it How was did you such find a it? great experience, starting from Dharan, Kathmandu,
And again, we'll be going to Pokhara tomorrow and back to home because back to families with the kids again. Thank you. What do you want to say to our Nepali people? Nepali people are a very warm-hearted and very loving people, very respectful people, and we respect the nature of them, and we learn from this. Such a beautiful hospitality and wonderful atmosphere. We love it. We love it. We appreciate it, and we respect the Nepali culture. And Nepal is truly deep in our hearts. We are carrying now. Thank you very much. We'll Thank hope you to very see you once again here in Nepal. Thank you very much. पहिलो एनआरएम चाहिँ आई थिङ्क सुनसरीमा थियो तर जब त्यहाँ पुगेँ इट वाज लाइक ब्लू माई माइन्ड किनभने जुन खालको म्यानेजमेन्ट मेन कुरा कुनै पनि इभेन्टमा अब बस्नु त एउटा भइहाल्छ तर 10मा बस्दाखेरि यु नो लाइक वाट आर यु हियर फर सो कम्फर्टेबल त्यस्तै तर अरू कुराहरू खानेकुरा टोयलेट र पानी यी तिनवटा कुरा चाहिँ एकदमै चाहिने चिज होइन अनि त्यो कुरा चाहिँ मैले पाएको थिएँ क्या त्यहाँ होइन पुरा यस्तै जङ्गल खालको एरियामा अनि त्यहाँ चाहिँ फरेस्ट एरियामा अनि त्यो बेलादेखिको एक्सपेक्टेसन मेरो अझ हुन्छ नि इट्स अलवेज बिन लाइक बेटर एन्ड बेटर द इभेन्ट Poga Riders family चाहिँ इट्स हाम्रो पोखराको अब एउटा फ्यामिली ग्रुप हो सो दे आर अलवेज भेरी क्लोज टु अस होइन फ्रम डे वान अब पोगा राइडर्स स्पेसली मेरो साथी मेरो सोल्टी आई थिङ्क यान गुरुङ ऊ चाहिँ मेरो अब माई डियर नै हो सो वी बिन इन टच अनि प्लस वी बिन राइडिङ फर अ लङ टाइम अनि दे अलवेज बिन कोअपरेटिभ वेन इट कम्स टु यस्तो बिग स्केलको एउटा इभेन्ट गर्नु खोज्यो भन्ने बित्तिकै उनीहरू दे अलवेज रेडी टु स्टेप अप मोटरसाइकलमा हिँड्ने मान्छेहरू अलवेज फिट एन्ड फाइन कारमा हिँड्नेहरू बुढै लाग्छ बुढो देख्छु उमेरभन्दा ठुलो देख्छु मोटरसाइकलमा हिँड्नेहरू उमेरभन्दा सानो देख्छु है मोटरसाइकलको चाहिँ धेरै धेरै बेनिफिट्स छ कि एउटा मैले भनिहालेँ नि जस्तै आज हामी धुलो खायौँ त्यो कारवालाले धुलो खान पाइन्छ रेनी सिजनमा हामी पानी खान्छौँ त्यो कारले पाउँछ हामीलाई नेचुरल एसी पाउँछ त्यसलाई आर्टिफिसियल एसी लामो बाटोमा अल्छी लाग्ने गुनगुनाउँदै त मोटरसाइकल चलाउने मजा अर्कै छ टर्न्स एन्ड ट्विस्टको त कुरै छोड्दियो होइन अब धेरै बेनिफिट छ क्या कारको बेनिफिट छैन भन्नु खोजेको होइन कार इज मोस्ट बोरिङ हामी दुईजना त हिउँ परोस् पानी परोस् जेसी परोस् मोटरसाइकलमा अब राम्रो लाग्यो यसरी नै युनाइट भएर नै सबैजना मिलेर सिक्किममा पनि आउनु तपाईँहरू हुँदैछ होइन त्यसमै मिलौँ भेटौँ अन्त सबै राम्रै होस् भन्छु अब सी वाज अगेन्स्ट अफ मोटरसाइकल when we got married तर उसको ब्याड लक के हो भने ऊ बाइकर्समा बिहा भयो र बुझ्यो अनि एक्लै श्रीमान चाहिँ बाइकमा घुम्ने होइन ऊ घरमा बसिराख्ने त्यो म चाहिँ भयो उसको केबाट इन्सपायर हुनुभयो भने नि आफ्नो श्रीमानबाट इन्सपायर हो होइन अनि टु व्हिलर भनेको के हो भने नि आकाशमा उड्दै गरेको चरा चाहिँ टु व्हिलर हो है त्यो टु व्हिलरलाई समातेर सरी त्यो उडेको चरालाई समातेर हामीले पिन्जरामा राख्यो भने त्यो चाहिँ फोर व्हिलर हुन्छ डाइरेक्ट टच हुन्छ नेचरसँग डाइरेक्ट इन्टरेक्ट हुने चाहिँ मोटरसाइकल है जहाँसम्म अब म्याडमको सवाल छ म्याडमलाई स्लोली इट्स बिन अलमोस्ट 29 इयर्स है हामी दुईजनाको अब रनिङ इयर्स होइन सुरुको 5-10 वर्ष त अब मोटरसाइकल छोडाउने नै कोसिस गरेँ कि अनि छोडेर भएन बरु म सँगै हिँड्छु भनेर मसँग हिँड्न थाल्नुभयो उहाँ होइन स्लोली त्यो नेचरसँग इन्टरेक्ट भाइहरूसँग यङसँगहरूसँग अब हेर है सी इज 40+ आई एम 50+ तर टाई कोट सर्ट लगाएर त मोटरसाइकल चलाउने कुरा आएन नि के लाउनु पऱ्यो जिन्स प्यान्टै लाउनु पऱ्यो राइडिङ बुटै लाउनु पऱ्यो त वी फिल यङ Friends of Royal Enfield
it's very dear to us किनभने चाहिँ I think it started with एउटा यस्तै एउटा पबमा अब हामीहरू बस्दाखेरि there were few senior elder हाम्रो दाइहरू हुनुहुन्थ्यो so they came up with हामी we planned it like अब एउटा पूर्वदेखि पश्चिमको नेपालको राइडर्सहरूलाई कसरी युनाइट गर्ने भन्दाखेरि we came up with the word called Friends of Royal Enfield. It was influenced from बाहिरकै अब हार्ली ओनर्स ग्रुपहरू भने जस्तै इन्फ्लुएन्सियलमा लिएर we came up with this word called Friends of Royal Enfield. And Friends of Royal Enfieldलाई चाहिँ हामीले एउटा यस्तो संस्था बनाउने जसले चाहिँ हाम्रो पूर्वदेखि पश्चिमसम्म एन्ड बियोन्ड को राइडर्सहरूलाई चाहिँ युनाइट गर्ने भन्ने एउटा इन्टेन्सनमा सुरु भएको एउटा नन प्रफिट अर्गनाइजेसन हो। र यकिनलाई पनि धेरै धेरै धन्यवाद यकिन गुरुङ एन्ड द टिम। अब यो भिडियो तपाईँहरूले सेयर पनि गर्नुहोस्, यकिनलाई यस्तो सब्सक्राइब पनि गर्नुहोस्, साथसाथै हाम्रो नेपाल राइडर्स मिटको पनि पेज होला, फोरेको पनि पेज होला र द हिमालयन मोटरसाइकल एक्सपिरियन्सको पनि पेज होला, मेरो पनि पेज छ। सो तपाईँलाई सब्सक्राइब गरिदिनु होला इफ यु लाइक इट, द्याट इज यति भन्न चाहन्छु। सी यु अन द रोड। यसपालि चाहिँ मलाई एकदम खल्लो लाग्छ कि नेपाल राइडरले चाहिँ, किनभने चाहिँ गोका राइडरले चाहिँ एउटा त्यो उनीहरूको एउटा राइड थियो, बक्सर राइड एकदम सिग्नेचर राइड हो त्यो, तर यसपालि गरेन। त्यसको लागि चाहिँ मलाई एकदम दुःख यो बेला मैले अहिले मलाई अहिले एकदम मिस भइरहेको छ एन गुरुङ आइबिसी ए